2 दिन अघि मात्र पाबुङ टीका स्मृति क्लबद्वारा आयोजित एउटा विशेष कार्यक्रममा सहभागी हुने अवसर प्राप्त भयो। कार्यक्रमको नामै थियो प्रीति भोज। पहिलोपटक सुन्दा यो साधारण भोज जस्तो लाग्न सक्छ, तर कार्यक्रममा सहभागी भएपछि यसको गहिरो अर्थ, भावनात्मक पक्षलाई नजिकबाट अनुभूति गर्ने मौका मिल्यो। तपाईँलाई यस कार्यक्रमको अन्य कुराहरू बताउन अगाडि पहिला यो गीत सुन्नुहोस्। आकाश बीचमा ताराहरू झै मिलेर बसौँला, सम्झना यो हाम्रो दिवस आस मनाउला। आकाश बीचमा ताराहरू झै मिलेर बसौँला, सम्झना यो हाम्रो। पहाडी खोला झरना सरी झै हाँस्दै र खेल्दै जाउँ, पहाडी खोला झरना सरी हाँस्दै र खेल्दै जाउँ, सम्झना यो हाम्रो दिवस मनाउला। आकाश बीचमा ताराहरू मिलेर बसौँला। तपाईँहरूले गीत पक्कै सुनिसक्नुभयो होला। अब बिस्तारै कार्यक्रमबारे म केही कुरा राख्न चाहन्छु, अन्तिमसम्म सुन्नुहोस् है त। यस कार्यक्रमको मुख्य आकर्षण गाउँका ज्येष्ठ तथा आदरणीय बुढापाकाहरू हुनुहुन्थ्यो। उहाँहरूलाई विशेष निमन्त्रणा गरी एकै ठाउँमा भेला गराइएको थियो। कार्यक्रममा उहाँहरूलाई सम्मानस्वरूप साल तथा वर्षायाममा उपयोग हुने छाताहरू प्रदान गरियो। यो सहयोग उहाँहरूसँग ती वस्तुहरू नभएका कारण दिइएको होइन, बरु उहाँहरूप्रति सम्मान, माया र कृतज्ञता व्यक्त गर्ने एउटा माध्यम थियो। कार्यक्रमको अर्को महत्त्वपूर्ण पक्ष थियो हाम्रो मौलिक तथा परम्परागत खानाहरूको संरक्षण र प्रवर्धन। प्रीति भोजमा सिस्नु, कोदोको ढिँडो, मकैको ढिँडो, च्याख्लाको भात, दही, फिलिङ्गेको अचार, किनेमा लगायत विभिन्न परम्परागत परिकारहरू समावेश गरिएको थियो। यी परिकारहरू केवल भोजनका सामग्री मात्र होइनन्, हाम्रा संस्कृति, इतिहास र पुस्तौँदेखि जोगिँदै आएका जीवनशैलीका प्रतीक हुन्। विशेष गरी यस्ता परम्परागत खानाहरू पुराना पुस्तासँग भावनात्मक रूपमा जोडिएका छन्। त्यसैले नयाँ पुस्ताले पनि आफ्नो मौलिक खानाको पहिचान र महत्त्व बुझुन् भन्ने कार्यक्रमको अर्को सुन्दर उद्देश्य रहेको थियो। कार्यक्रमको सबैभन्दा मन छुने क्षण भनेको गाउँका बुढापाकाहरूसँग सँगै बसेर भोजन गर्नु, उहाँहरूका अनुभव सुन्नु र आत्मीयता संवाद गर्नु थियो। उनीहरूले थकित भए पनि उहाँहरूको अनुहारमा देखिएको खुसी, सन्तुष्टि र आशीर्वादले कार्यक्रमलाई अझ अर्थपूर्ण बनाएको थियो। आजको व्यस्त जीवनशैलीमा जहाँ पुस्ता बीचको दूरी बढ्दै गएको छ, त्यहाँ यस्तो कार्यक्रमले सम्बन्धलाई अझ बलियो बनाउने काम गरेको महसुस भयो। हामीले धेरै प्रकारका कार्यक्रमहरू देख्छौँ र सहभागी पनि बन्छौँ, तर गाउँका ज्येष्ठ नागरिकहरूलाई केन्द्रमा राखेर उहाँहरूको सम्मान र खुसीलाई प्राथमिकता दिँदै आयोजना गरेको यस्तो प्रीति भोज साँच्चै नै गहिरो सामाजिक सन्देश बोकेको कार्यक्रम हो। यसले समाजलाई आफ्नो इतिहास, संस्कृति र अग्रजप्रतिको सम्मान कहिले बिर्सिनु हुँदैन भन्ने सन्देश दिएको छ। यस कार्यक्रमलाई सफल बनाउन समाजका सबै वर्ग र समुदायका मानिसहरूको उल्लेखनीय सहयोग र सहभागिता रहेको थियो। विशेष गरी पाबुङ टीका स्मृति क्लबले विगतदेखि नै समाजमा सकारात्मक सोच, सामाजिक एकता र मानवीय मूल्यहरूको संरक्षणका लागि गर्दै आएका कार्यहरू प्रशंसनीय छ। क्लबले निर्माण गरेको इतिहास र सामाजिक योगदान अन्य समाज तथा संस्थाहरूका लागि पनि प्रेरणादायक उदाहरण बनेको छ। व्यक्तिगत रूपमा भन्नुपर्दा गाउँका पुरानो बाजे बोजू तथा अग्रजहरूसँग भेटघाट गर्ने, उहाँहरूसँगै बसेर परम्परागत भोजन गर्ने र आत्मीय क्षणहरू साट्ने अवसर मेरो लागि अत्यन्तै अविस्मरणीय र भावनात्मक रह्यो। जीवनमा धेरै कार्यक्रमहरू आउँछन् र जान्छन्, तर हृदयलाई छुने यस्ता कार्यक्रमहरू भने लामो समयसम्म सम्झना रहिरहन्छन्।
यस्ता सुन्दर मौलिक र मानवीय सोचलाई व्यवहारमा उतार्ने पामुङ टिका स्मृति क्लबका सम्पूर्ण सदस्यहरूप्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। समाजमा पुस्ता बीचको सम्बन्ध, संस्कृति प्रतिको सम्मान र मानवता मूल्यहरू जोगाइराख्न यस्ता कार्यक्रमहरू निरन्तर आयोजना भइरहन् भन्ने शुभकामना व्यक्त गर्दछु। याद आयो अबको नानीहरूले त यो जान्दैन पनि खान्दैन पनि हो। हामीलाई त पुरा कस्तो लाग्यो उहिलेको, मलाई याद आयो। मेरो नानीहरूले हामीलाई यसरी समय बाजे बोजू सबैजना भेट गराएर खाँदा धेरै धेरै धन्यवाद छ। यस्तो कार्यक्रम अझै ढोडै खान्छु, ढेँडै खान्छु, कोदो ढेँडो त्यति समाल मुगा खाएर स्कुल जान्छु। बेलुका आएर खान्छु ढोडै झर्के थालमा कोदो ढेँडो यत्रो डन्डो कालो लागिदिएको हुन्छु। कालो दालसँग बिचारको दाना कालो खान्छु। कटौरामा यत्रो कटौरामा प्यालामा चाहिँ अहिलेसम्म हामी ढेँडो सिस्नुले यस्तो छ। अहिलेका नानी ढेँडो सिस्नु भनेको देख्नु मान्दैन, कस्तो हुन्छ पछि अलिकति ठुलो हुँदा नै कुरो